सो वेलकम ब्याक। फाइनली राम नाम सत्य मुभिजको ट्रेलर युट्युबमा अपलोड भइसकेको छ र मैले हेरिसकेँ। कस्तो छ त यो ट्रेलर? के यो ट्रेलरले मुभिजको हाइप बढाउँछ त? मुभिजको स्टोरीलाई कति हदसम्म यो ट्रेलरले रिभिल गर्छ र यो ट्रेलरमा केही यस्ता सिनहरू छन् जसले गर्दा अडियन्सले यो मुभिजलाई बाइकआउट पनि गर्न सक्छ। सो म एक एक कुरा तपाईलाई डिटेलमा एक्सप्लेन गर्छु कस्तो छ त यो ट्रेलर र यो ट्रेलरले अडियन्सलाई कतिको इम्प्रेस पारिरहेछ म सबै तपाईलाई बताउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो ट्रेलर सोचेको भन्दा एकदमै फरक रहेको छ। मेरो एक्सपेक्टेसन यहाँभन्दा माथि गइसक्यो ट्रेलरको सिनहरू हेरेर। तर केही पोइन्टहरूले गर्दा यो मुभी डिजास्टर पनि हुन सक्छ। सो सुरु गरौँ नम्बर 1 बाट। मुभिजको स्टोरी लाइन रिभेन्जमा आधारित रहेको छ। यसमा धेरै नै इलिगल माफियाहरूले इलिगल कामहरू नेपालमा गरिरहेको छ र त्यो कामहरू मध्ये एउटा ठाउँलाई एकदम हाइलाइट गरेको छ, दैलेखको पेट्रोल खानी, जुन कि हालसालै एकदमै चर्चामा रहेको छ। हो त्यो दैलेखको पेट्रोल खानीलाई पनि यो मुभिजले समेटेको छ। यसमा रहेको माफियाहरूले इन्टरनेसनल लेभलमा आफ्नो इम्पोर्ट एक्सपोर्टको बिजनेसलाई रन गरिरहेको छ। लगभग आइडिया लागिसकेको छ कि यो मुभिज एउटा माफियाहरूले बनाएको सिन्डिकेटलाई विराज भट्टको क्यारेक्टरले च्यालेन्ज गर्नेछ। तर धेरै यसमा ट्विस्टहरू छन्। यसमा केही क्यारेक्टरहरू यस्ता छन् कि तिनीहरूको क्यारेक्टर कस्तो होला भन्ने कुराको एकदमै सस्पेन्स पनि बिल्ड गर्छ। जसमा सुशील श्रेष्ठ मैले आइडिया लगाउन सकिनँ कि उसको किरदार खास कस्तो टाइपको भूमिका खेल्छ भन्ने। मलाई एउटा क्यारेक्टरको बारेमा पक्का भइसकेको छ कि विराज भट्टको क्यारेक्टरले त्यो माफियाहरूको सिन्डिकेटलाई एकदमै च्यालेन्ज गर्छ। तिनीहरूको पास्ट र प्रेजेन्टको एक्सन सिक्वेन्सलाई हामीलाई मजाले सिनेम्याटिक वेमा देखाउँछ भन्ने एकदमै म ढुक्क भएको छु। यसमा आयु सिंह ठकुरीको पनि भूमिका रहेको छ। त्यसको क्यारेक्टर त्यो क्यारेक्टरलाई पनि खासै बुझ्न सकिनँ कि मैले त्यो खास के को लागि त्यो क्यारेक्टर बिल्ड भएको छ हैन। अब म कुरा गर्छु एक्सन सिक्वेन्सहरूको। यसमा एक्सन सिक्वेन्सहरू त्यही रहेको छ जुन कि पहिला हामीले टिजरमा देखेका छौँ। तर केही नयाँ एक्सन सिक्वेन्सहरू पनि यसमा हालिएको छ। एक्सन सिक्वेन्सहरू देखेर मलाई यति थाहा भइसक्यो कि यसमा 3वटा लोकेसनमा हेभी लेभलको एक्सन सिक्वेन्सहरू सुट गरेको छ र त्यही सिक्वेन्सहरूलाई हामीले त्यो टिजरमा पनि देखायो र यो ट्रेलरमा पनि देखायो। टिजरमा देखाएको सिन्सहरू भन्दा केही सिनहरू यसमा थपेको छ र एक्सन सिक्वेन्सहरू यतिको ब्रुटल हालेको छ। बच्चाहरूलाई यो मुभीसँग एकदमै टाढा बस्न म अनुरोध गर्छु। र अर्को कुरा एक्सन सिक्वेन्सहरू देखेर तपाईलाई फुल्ली साउथ मुभिजको भाइब आउँछ। म कन्फिडेन्टली भन्न सक्छु कि हाम्रो नेपाली इन्डस्ट्रीमा अहिलेसम्म यो लेभलको एक्सन ओरिएन्टेड मुभिज चाहिँ बनेको थिएन। दिस इज द फर्स्ट टाइम कि म यति हेभी लेभलको एक्सन सिक्वेन्सहरू मुभिजमा देखिरहेको छु, त्यो पनि नेपाली मुभीमा। यस्तो लेभलको मुभिजहरू म साउथमा मात्र हेर्ने गर्थेँ हैन, बलिउडमा हेर्ने गर्थेँ, हलिउडमा हेर्ने गर्थेँ। तर अब हाम्रो नेपाली मुभिजमा पनि हेर्न पाउँदा म एकदमै खुसी छु। वी निड दिस टाइप्स अफ मुभिज म्यान। र म स्पेशल थ्याङ्क्स विराज दाईलाई पनि दिन चाहन्छु कि उहाँले फेरि पनि प्रुफ गर्नुभयो कि उहाँ वान अफ द बेस्ट एक्सन हिरो हो हाम्रो नेपाली इन्डस्ट्रिजको। र अर्को कुरा म बीजीएम को पनि गरिहालेँ। यो मुभिजमा बीजीएम एकदम हेभी लेभलको फिल हुन्छ, तपाईलाई फुल्ली इन्टरटेन गर्छ हैन। त्यो पनि म हेडफोन लगाएर हैन यो वाच गरेको ट्रेलर आमामा बेग्लै टाइपको मजा आउँछ। जब कि एक्सन सिक्वेन्समा राम नाम सत्य टाइपको जुन म्युजिक प्ले हुन्छ द्याट्स असम। सो बीजीएम पनि यो मुभिजको बबाल छ हैन। र यो मुभिजको बजेट 15 करोड रहेको टिजर ट्रेलर देखेर पनि तपाईहरुलाई थाहा हुन्छ कि साच्चैकै यो मुभिजमा हेभी बजेट लागेको छ। तर के यो मुभिजले साच्चैकै यो बजेट रिकभर गर्न सक्छ त? यसमा केही एलिमेन्टहरू यस्तो देखे मैले जुन कि कन्ट्रोभर्सीमा पर्न सक्छ। नम्बर 1 दैलेखको पेट्रोल खानीलाई पनि यो मुभिजमा समेटेको छ र त्यो कुराहरू पनि नेपालमा धेरै नै राजनीति भइसकेको छ र त्यस्तो कुराहरूलाई टच गर्दा कन्ट्रोभर्सी हुन सक्छ र कन्ट्रोभर्सीले गर्दा मुभिजमा खराब इम्प्रेसन पनि पर्न सक्छ। सो मलाई लाग्छ यो कुराहरूलाई राम्रोसँग ध्यानमा राखेर यो कुराहरूलाई समेटेको होला भन्ने मलाई विश्वास छ। सो ओभरअल म रिभ्यू दिँदा यो ट्रेलर मलाई एकदमै मन परेको छ हैन। र यो ट्रेलरले खतरा भाइब्स दिन्छ हैन साउथ मुभिजको। सो आई एम एक्साइटेड फर द मुभिज र विराज दाईको कमब्याक नेक्स्ट लेभलको हुनेछ भन्ने कुरामा मलाई शंकै छैन। अब रिलिज डेटको कुरा गर्छु। यो मुभिज रिलिज हुने चाहिँ यही चैत 27 गतेको हो। फर्स्ट डे फर्स्ट शोको लागि तपाईहरु तयार भइहाल्नुस् किन यो मुभिजले साच्चैकै नेपाली अडियन्सको पैसा डिजर्भ गर्छ। हामीले एकचोटी यो मुभिज हेर्नु पर्छ। जस्तो अहिलेसम्म
अहिलेसम्म यो ट्रेलर टिजरले इम्प्रेस पारेको छ। म एकदमै एक्साइटेड छु अब यो मुभिज हेर्नको लागि। तपाईहरु यो मुभिज हेर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला र यो भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्नु होला। म यस्तै नेपाली मुभिज अपडेट नेपाली मुभिज रिभ्यू लिएर आइराखेको हुन्छु। सो प्लिज लाइक द भिडियो एन्ड सब्स्क्राइब माई च्यानल। थ्यांक यू।